सबिन आज हामी यस पात्रासी गाउँपालिका वडा नम्बर 3 हुरीमा छौं र हाम्रो यो देउसी भैलो र कार्यक्रम एउटा स्कुलका अभिभावक जस्ता मान्छेहरूले कार्यक्रम गर्नु भएको छ र यहाँ पात्रासी गाउँपालिका वडा नम्बर 3 का श्री र आधारभूत हुरीमहरी स्कुलका र सचिव हुनुहुन्छ। यहाँ सचिवलाई हामी यो कार्यक्रम के कारणले गर्नुभएको हो, कसरी यो कार्यक्रम के को लागि हो, स्कुलबाटै भनेर एउटा भन्यता गर्नु भएको छ, यो कार्यक्रम के को लागि गर्नुभयो भने हामी सोधपुछ गर्नेछौँ। र दाइ नमस्ते, सन्चै हुनुहुन्छ सचिवजी? हजुर हजुर। यो तपाईले कार्यक्रम थालनी गर्नु भएको छ र बुद्धिजीवी र टिचरदेखि लिएर सबै हुनुहुन्छ, यो कार्यक्रमको उद्देश्य के हो खासै गर्नु? यो कार्यक्रमको उद्देश्य चाहिँ के हो भने अहिले अब यहाँ अब ठाउँको प्रक्रियाले गर्दा हामीले अब यो उठाउन नसकेको अवस्थाले अब कोही बच्चा अब बरातिर हल्लाए, कोही बच्चा काठमाडौँतिर हल्लाए, कोही बच्चा चाहिँ भुटे बस्तीतिर हल्लाए, अलिअलि बच्चा भएका अभिभावक अलिअलि बच्चा भएकालाई नहुन कारणले गर्दा हामीले यो चाहिँ अभिभावकहरू बसेर मिटिङ बसेर बैठकमा हामीले चाहिँ सही गरेर हामीले यो स्थान अगाडि बनाऊ। जसरी अब तलब कसरी खुवाउने, यता पालिकालाई पनि चाहिँ पालिकाबाट पनि आशा भएन, यता वडाबाट पनि आशा भएन। त्यही नहुनमा त्यो कारणले पनि कस्तो भइदियो भने ठाउँ कुनै हामीले पाएनौँ, तर कुनै ल्याउने आस्रोत हामीले ल्याउन ठाउँ पाएनौँ। त्यसै कारणले गर्दा हामीले यो गर्दा ठिक हुन्छ कि भन्नको लागि हामीले यो गरिएको हो। यो हाम्रो यो सरकारको नीतिले गर्दा, किनभने स्थानीय स्कुलहरूलाई धेरै अवस्था गाह्रो भएर तपाईहरूले यो कदम चाल्नु भएको होला हैन? यो कदम चाल्नु भयो, यो खासै हुन्छ के पछि तपाईले कुनै भोज भत्यारको लागि गर्नुहुन्छ कि टिचरहरूको लागि तलबको लागि गर्नुहुन्छ कि यो आएको बजेट र रकमहरू तपाईले यो गाउँबाट उठेको सार्वजनिक गर्नुहुन्छ कि सार्वजनिक नगरेर हामीले यसरी गोप्य तरिकाले गर्छु भन्ने सोच्नु भएको छ? हामीले के सोचेछौँ भने अब जस्तै यो उठाएर कसरी तलब खुवाउने, कसरी अगाडि बढ्ने, अब जस्तै आशा कहीँ आशाको ठाउँ नभएर चाहिने हामीले यो जस्तै यो गरेर हामीले यो सावधानी ढाक्ने चिज होइन, यो भोजभत गर्ने चिज होइन। यो रुपियाँ के लगाएर लाउने भने एउटा यो सहयोग र अहिले यो के महिना अरे आज कति गते भयो? आज 3 गते भयो। 3 गते अगस्त कार्तिक 3 गते होइन? तिहारको दिवालीमा चाहिने हामीले हेमन्त अगाडि 2 गते बैठक बसेर 1 गते बैठक बसेर हामीले मिल्ने गरिरहेको छ। यो गरेर भोलि यो अब चैत कार्तिक मक्सिर पुस चैतको लागि चाहिँ यो आशा उठ्छ कि भन्ने हाम्रो आशाले हामीले गरिएको हो। ठिक छ, यो एकदम राम्रो लाग्यो, खुसी लागेको छ मलाई। र यहाँ अहिले बुद्धिजीवीहरू पनि धेरै आउनु भएको छ यहाँ यो ठाउँमा हैन? कसरी हाम्रो स्थानीय स्कुललाई चलाउने र हाम्रो यो सरकारको नियमले गर्दा सबै अस्थायी टिचरहरू फाल्दिँदाखेरिमा यो अवस्था गाह्रो परेको थियो। यो कार्यक्रम चल्नु एकदम खुसी लागेको छ दाइ हैन? तर किनभने यो एकदम राम्रो गर्नु भएको छ र यसलाई निरन्तरता दिएर कसरी के गर्ने र बालबच्चाहरू पनि स्कुलमा पढ्नको लागि केही विषयहरू वञ्चित छन् भन्ने मैले सुनेको छु र त्यो पनि पूर्ति होस् भन्न चाहन्छु। र त्यो कसरी तपाईहरूले पहल गर्न लाग्नु भएको छ? हामीले के पहल गरिरहेको छौँ भने अब यो अहिले हालको लागि तपाईँ भनेको लागि हामी अब यो पर्चा आउँदा समेत चैतमा है उनको लागि हामी अब त्यो गर्दा अब 2 गाउँमा हाम्रो अब अर्थ किन जाने, अब हामी 2 गाउँको लागि हाम्रै स्कुलको लागि अब सरस्वती मावि स्कुल होइन, हाम्रो सरस्वती मावि त हो, सरस्वती मावि स्कुल हो, सरस्वती माविको लागि किनभने अब हामी आधारभूत सरस्वती आधारभूतको लागि हामीले यो गर्दा सहज हुन्छ कि अब भगवा उठाउँदाखेरिमा पनि कहिले बच्चा छैन, कसै केही छैन, अब 2टा टिचर पालेका छौँ हामीले, तिनीलाई कसरी आयस्रोत हुन्छ, हामीले त्यसले गर्दा सहयोग होला, हामीले यसरी गरौँ भनेर हामीले यो निर्णयमा हामीले गरेको हो। ठिक छ, एकदम राम्रो लागिरहेछ। हाम्रो त्यही पढाउने टिचर हुनुहुन्छ धनबहादुर